हेलो साथी हो सबैजनालाई नमस्कार है। अनि म चाहिँ आज खास गरी हामी मार्केटतिर यसो घुमेर आएको। किचनको सामानहरू सकिरहेको थियो बङ्गालीसँग। अनि हामी चाहिँ अहिले 12-1 बजेको घाममा पुरा हिँडिरहेको छौँ है। यो बेला चाहिँ एकदम गर्मी भइरहेछ नि त, त्यही भएर होला, सायद गर्मी भएर होला हाम्रो हाम्रो हर्क दाइको याद आइरहेछ खुब। किनभने उहाँ भनेको अब एउटा श्रमदाता मान्छे होइन, श्रमदाता मान्छे भएको कारणले चाहिँ बा मान्छे पठाइदिन्छन् कि रुमसम्म सामान पुर्याउनको लागि। किनभने हामी निकै नै गलिसकेका छौँ, एकजना भए पनि मान्छे पठाइदियो चाहिँ धर्म हुन्थ्यो होइन हाम्रो हर्क सरले। अब हिँड्नको पीडा अब तपाईँहरूलाई थाहै होला, धेरै गाह्रो छ। त्यही माथि मेरो टाउकोमा हेर्नुहोस् किचनको सामानहरू छ, खासै त्यस्तो केही पनि छैन। त्यही हो कुरो, अब हामी पनि सङ्घर्ष गर्दैछौँ र हाम्रो हर्क सरलाई खास गरी चाहिँ श्रम गर्ने एउटा अर्को सुनौलो मौका आएको छ। तपाईँको मान्छेहरू पठाइदिनु होला, किनभने धेरै भारी भइसक्यो कि हामीलाई।